ठुलो भेल्यो नि घरको डिप्लो परे घरको नजिकै गर्नु कि कोही बेला यस्तो हो त्यस्तो हुनु न ओके ओके अनि ट्याक्कै लगाएर कोही बेला सबै मान्छे देखाउनु ट्याक्कै लगाएर देख्ने कहाँ देख्नु हो त के बिना के बाइके निकाल्दै बस्नु बाहिर जाउँ त Saya pernah lihat di kan udah itu ujian di situ. Cakap betul. Gitu aja lah. Sidi kukur bagian mana? Sidi kukur mana masuk? Kukur masuk di. Boleh pakai? Koplang deh, cuman koplang jalan kayak gimana Didi. Kau cuma satu. Pasti mau dia nonton ikut sih jalan. Gue masih dikasih menikah kok di sana. Ada kok deh. Coba tuh tidak, kamu darah tak Nah, हाम्रो खसीको मासु म सबै भिडियो बनाइदिएँ हामीबाट कोही पनि दिनु थियो क्या ओके छ langsung bawa lagi masuk. Sao? Bữa nay của cái bạn sạch. Gia linh thường lấy nó đi. Lấy xíu coi kìa. Hello. मसला ससला केही छैन खाली मासु र खुर्सानी हाल्यो जाम जामलाई सो मासुमा गाउँघरतिरको घर हो यस्तै छ के गर्नु धुवा धुलो हुन्छ यहाँ फोहोर परेर यहाँ धुवा पऱ्यो धुवाको हो अनि उता हाम्रो चाहिँ पार्टी हो यता भाँडाको राख्छौँ हाम्रो छैन होइन म चाहिँ मेरो पनि हुन्छ मासु भुन्न लाग्नु भएको छ मासु पर पारेर भुटेको मासु तिनीहरू चार चाहिँ लसुन हो लसुन हाल्यो यस्तो खालि लसुन होइन होइन लसुन ढाका
जिरा धनिया छैन हुनुपर्ने अस्तिको धुलो छ त जिरा धनिया धुलो पछि कहिले मसिनो गरे हुन्नसँग नि तैँले खुर्सानी विशेष तर बहुत माथि आज आगोमा पकाएर खाँदैछौँ मासु हामीहरू आगोमा गाउँघरतिरको चुलो यो हाम्रो चुलो क्यामेरा स्यामेरा केही राम्रो आउँदैन तर पनि भिडियो बनाउन मन लाग्छ के थोरै थोरै हालेर सिटी लगाइदेऊ पुरा भइगयो हामीले चाहिँ कुकरमा मासु सिटी लाउन छोड्दैछौँ अब सिटी लाग्छ है त केही छिनपछि सारा मासु रेडी भइसक्यो हाम्रो धेरै भयो के उ सिटी लाउनु पर्छ कि फेरि ल आला खैया पारा त हेर त हैदे गर के बिस्तारै गर न बिस्तारै हल्का ले फेरि जोर लाग्छ के ओइकन नै माथिको आउनु लाली अनि भात लाउनु हुन्छ लसुन ल ढाकिदेऊ भात कत्रो एकचोटि ले खानु माग्ला कोही जान्दैन मुख आउने नि आउने आने चाउको टाइम दैदिएको त ज्या बनाउनु भुल लाग्दो এই মাখ পিনে এই পুঞ্জামি পিনে দি না পিনে দি ভাত কত্रो एकचोटि ले खानु माग्ला कोही जान्दैन मुख आउने नि त्यही कारण अहिले आएर भात आने खाने थोलो मात्रै आएको छ कबला ठुलाउनु भात आउँदैन कबला गर्दैन बेला मासु मेरो मुगा नक्सिदिए अनि चाउले थोला त्यो चाउरिया ठुलो नगरी ए टेक आउनु त तँ हाल्दियो झोल आइज शान्ति गर्न
भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ हजुरहरूलाई। र भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला र च्यानलमा नयाँ हुन्छ भने च्यानललाई अवश्य पनि सब्सक्राइब गरिदिनु होला है त।